नमस्ते साथीहरू, यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले कालो सिसा कटिङ हुँदैछ। यो चाहिँ काठको पल्लामा काम लाग्छ। यो सानो साइजको सिसा हजुरहरूले जुन अनुसारको नापी दिनुहुन्छ त्यही साइजको सिसा काटेर हामीले हजुरहरूलाई दिनेछौँ। यो पसलको नाम चाहिँ दीपक ग्लास हाउस हो। यो विराटनगर 1 बुद्ध चौक प्रणामी मन्दिरको छेउमा। यदि हजुरहरूले पनि एल्मुनियम झ्याल ढोकाको काम गर्नुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। कन्ट्याक्ट नम्बर तल दिइहाल्छु। मार्केटभन्दा सस्तो रेटमा यहाँ सिसा पाउन सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ काठको पल्लाको लागि कालो 4 mm को कालो सिसा कटिङ हुँदैछ अहिले हाम्रो। हामीसँग 5 mm निलो र 4 mm निलो र 4 mm कालो र 5 mm कालो 5 mm कालो र 4 mm कालो र 5 mm सेतो र निलो पनि हामीसँग छ। हजुरहरूलाई चाहिएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ सिसा कटिङ हुँदैछ। अब सुरुमा ब्लगिङ स्टार्ट गरेको छु, बोल्न त त्यति आउँदैन, हजुरहरूले सपोर्ट गर्नुहोला। यहाँ हेर्न सक्नुहुन्छ कटिङ हुँदैछ। कटिङ भएर यो काठको पल्लाको लागि रेडी हुनेछ। यहाँ हेर्न सक्नुहुन्छ दाइले कटिङ गर्दै हुनुहुन्छ हाम्रो। यो कटिङ भइहाल्यो। अब यसलाई चाहिँ राख्छ यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले। यहाँ हेर्न सक्नुहुन्छ कटिङ हुँदैछ हाम्रो। यो 4 mm कालो सिसा हो, सिट हेर्न सक्नुहुन्छ। यो 4 mm निलो सिसा भयो। यसमा चाहिँ भित्रबाट बाहिर हेराउँदैन। यो हाम्रो 5 mm को सेतो र 4 mm को सेतो सिसा भयो। यहाँ हेर्न सक्नुहुन्छ 4 mm र 5 mm। सुरु ब्लगिङ स्टार्ट गरेको छु साथीहरू, कुनै मिस्टेक भयो बोल्नको लागि त त्यसको लागि सरी। यहाँ हेर्न सक्नुहुन्छ टुक्रा सिसा। यसैबाट हजुरहरूलाई कटिङ गरेर काठको पल्लाको लागि दिने हो हामीले। यहाँ हेर्न सक्नुहुन्छ।